सो वाट्सअप एभ्रिबडी वेलकम ब्याक टु माई च्यानल इट्स मी एमराज पुन। सो त आजको च्यानलमा तपाईँलाई स्वागत छ। र आज म बिहान उठेर अब नुहाउन जाँदैछु होइन। र हिजोको ब्लग बनाउनु पाएन किनकि म ब्याडमिन्टन खेल्न गएको थिएँ र दिनेश दाहरूसँग खेल्न गएर म अलरेडी हात आइसकेको छु। राति 8 बजे आएको छैन म होइन। जाडो बढेको कारणले अहिलेसम्म चिसो भइरहेको छैन। सो लेट्स गाइस, आजको प्रोग्राम सेड्युल अनुसार म आज मेरो मिटिङमा जानुपर्ने छ, एउटा अधिवेशन छ, त्यसमा जानु छ। त्यसमा पनि हल्का क्लिप देखाउँछु तपाईँलाई। सो अहिलेलाई चाहिँ म नुहाएर जान्छु र नुहाउन गइसके आएपछि म तपाईँलाई भातसात खान्छु। त्यसपछि आजको कामतर्फ लाग्छु होइन। आजको दिन शुभ रहोस् सबैजनाको र मस्त तरिकाले आफ्नो कामपट्टि लगाउनुहोस् र आफ्नो जीवनलाई चाहिँ इन्जोय बनाउनुहोस् है। सो त्यही नै भन्न चाहन्छु। सो अहिलेको लागि यति नै। सो म नुहाएर आएपछि तपाईँलाई म देखाउने छु है। सो हामी आज कार्यक्रमको सिलसिलामा कहाँ आएको छौँ, मङ्गला गाउँपालिका 1 पूर्ण गाउँमा होइन। टक्क आजको यो स्टार छ होइन। र कार्यक्रमको लागि सबैजना उपस्थित भइसकेको छ नै गाइजहरू। म पनि उपस्थित भएको छु होइन। र क्यामेरा टक्क स्टेप बाई स्टेप राखेर केही कुरा भन्न जाँदैछु। एउटा चाहिँ सदस्यता लिने कुरा त भएन, तैपनि मेरो चाहिँ आशा र भरोसाको रूपमा मैले समर्थन गर्थेँ, नैतिक समर्थन गर्थेँ। जब मैले त्यहाँबाट रिटायर भइसकेपछि, त्यहाँबाट निवृत्त भइसकेपछि यो पार्टीप्रति मेरो विश्वास रह्यो र म अहिले चाहिँ तपाईँहरूको माझमा आइरहेको छु। अब सुनिन्छ धेरै हेरियो। अब तपाईँहरूले यसै म्याग्दी जिल्लाबाट लगभग तपाईँले चाहिँ 2-3 पटक विभिन्न पार्टी